नजिक ला नजिक हाल त्यो यस्तो नजिक नजिक ल त्यता हेर्ने होइन ल आज हामी चाहिँ अकाउन्टिङ इक्वेसन भन्नेमा बढौँ है त अब अकाउन्टिङ इक्वेसनमा मेन कुरा भनेको सम्पत्तिको कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ होइन यसमा चाहिँ 3 किसिमको सम्बन्ध हेर्न थाल्छ क्या एउटा भनेको एसेट भनेको सम्पत्ति भयो क्यापिटल भनेको क्यास होइन लाइबिलिटिज भनेको दायित्व क्या तिमीसँग जस्तो कम्प्युटर छ भने त्यो चाहिँ तिम्रो सम्पत्ति भयो सम्पत्ति एसेट भयो क्या त्यो तिमीसँग 5,000 छ त्यो क्या भयो क्यापिटल भयो अनि तिमीले मलाई दिन बाँकी छ 5,000 रुपियाँ के भयो डन 3टा कुरा क्लियर भयो एसेट एउटा कम्प्युटर छ भने के भयो एसेट भयो होइन अनि क्यापिटल छ भने क्यास छ भनेको क्यापिटल भयो अनि मलाई तिर्नु छ बाँकी लाइबिलिटिज भने तिर्नु भयो हो यो 3टा कुरा चाहिँ यो अकाउन्टिङ इक्वेसनमा 3टाको सम्बन्ध हेरिन्छ क्या ल्यापटप क्यास र दिनु बाँकीको कुराको सम्बन्ध हेरिन्छ बुझ्यौ ल हेर अब एउटा सम्पत्ति भने जस्तो तँसँग कति सम्पत्ति छ भन्दै गर्दा तेरो तिर्नु बाँकी पनि आयो क्यास पनि तेरो सम्पत्ति भयो क्या अब एसेट भने चाहिँ मलाई 5,000 तिर्नु छ त्यो पनि तेरो सम्पत्ति हो तिर्न तैँले त कहीँ युज गरेर सम्पत्ति हो नि त अनि तँसँग भएको क्यास पनि तेरो सम्पत्ति भयो एसेट भयो ओभरअल है एसेट भनेको तँसँग भएको क्यास प्लस लाइबिलिटिज भन्ने बुझ्नु पर्यो क्या लाइबिलिटिज पनि तेरो क्यास हो क्या एसेट हो जस्तो मलाई दिन बाँकी छ भन्नुको मतलब तिमीहरूले कहीँ त युटिलाइज गरेछ नि त 5,000 लिए त्यत्तिकै चाहिँ तिमीहरूले काहीँ न काहीँ जस्तो किताब किने होला या क्याम्पसको फी दिए होला त्यो क्या बुझ्नु पर्यो तिमीले त्यो त तिम्रो सम्पत्ति हो नि त जस्तो हामी ऋण निकालेर लोन निकालेर पढिरहेको हुन्छ नि होइन त्यो तिमीहरूको प्रोपर्टी हो कि होइन दिन बाँकी छ भने त्यो दायित्व पनि भयो त त्यो तिम्रो सम्पत्ति हो क्या जति पनि दिन बाँकी हुन्छ दिन बाँकी होइन तिमीसँग भएको क्यास भने ओभरअल सम्पत्ति हो भन्ने बुझ्यो 3टा कुरा एकदम थाहा पाइराख्नु है अब म तिमीलाई एउटा सिम्पल प्रिन्सिपल बताइदिन्छु है यसमा सामान्य ट्रान्जेक्सनले के चाहिँ इम्प्याक्ट गर्छ भन्ने कुरा चाहिँ क्लियर यहाँ लेखेको कुरा थोरै सम्झाउने प्रयास गर्छु ल एउटा कुनै बिजनेस स्टार्ट भयो क्यास थपिन्छ कि जान्छ सम्पत्ति क्यास त गयो तर सम्पत्ति आयो एसेट तिमीहरूको भयो कि भएन एसेट तिमीहरूको भयो कि भएन हो नम्बर 1 नम्बर 2 कुनै सामान तिमीहरूले खरिद गर्यौ होइन अनि पेमेन्ट मेड आइदर क्यास अर बाई चेक तिमीहरूले कुनै सामान खरिद गर्यो या कुनै सम्पत्ति खरिद गर्यो के हुन्छ तिमीहरूकोमा प्रोपर्टी आयो कि गयो क्यास गयो तर एसेट आयो एसेट त आयो नि त होइन क्यास जाँदा पनि एसेट त आयो हो कन्भर्जन भयो अब अर्को अनि तिमीहरूले घाटामा किन्यो क्या जस्तो तिमीहरूले भने क्रेडिटमा किन्यो क्या तिमीहरूले सरी घाटामा होइन लसमा होइन क्रेडिट उधारोमा किन्यो क्या तिमीहरूले उधारोमा किन्दा के हुन्छ लाइबिलिटिज पनि भयो मैले अघि भनेको छ तर त्यो लाइबिलिटिज तिमीहरूको के पनि हो सामान किनेको छ तर सम्पत्ति त बढिरहेछ नि त यता हो कि होइन उधारोमा किने क्या तैँले त्यो सम्पत्ति बढाएको छ कि छैन सामान त आएछ नि त हो त्यो कुरा थाहा पाउनु पर्यो बढिएर त वेन द गुड्स अरू एसेट्स आर पर्चेज एन्ड क्रेडिट हुँदै गर्दा पनि कहाँ बढ्यो इक्वेसन बुझ है सुन एकदम हेरेर सुन नम्बर 1 यति बुझ्यो तिमीलाई पुग्छ क्या वेन द बिजनेस इज स्टार्टेड विथ क्यास अर एनिथिङ एल्स बिजनेस स्टार्ट भयो भने एसेट बढ्यो क्यापिटल पनि पैसाले त बढ्यो नि त क्यास बनायो नि त बढ्यो लाइबिलिटी 0 भयो अहिले दिनु छैन नि त कसैलाई अब अर्को वेन गुड एन्ड एसेट पर्चेज भयो कहाँबाट क्यासबाट भयो होला या चेकबाट भयो होला त्यो हुँदा सम्पत्ति बढ्यो बढेन सम्पत्ति बढ्यो बाई चेक या क्यासबाट भनेको छ क्या यो सम्पत्ति बढ्यो अर्को कुनै पनि सामान उधारोमा किन्यो सम्पत्ति बढ्यो तर के बढ्यो उता लाइबिलिटिज पनि बढ्यो हो कि होइन हो पैसा र लाइबिलिटिज बराबर एसेट हुन्छ भन्ने थाहा पायो क्या तिमीहरूले क्यापिटल प्लस लाइबिलिटिज इक्वल टु एसेट हुनु पर्यो तैँले कतिपय तँसँग भएको क्यास र तँसँग कसैलाई दिनुपर्ने जुन दायित्व छ नि त्यो मिलाएर तेरो क्या भयो एसेट भयो त्यो कुरा थाहा पायो ल्यापटप सुन म तिमीलाई इक्जाम्पल दिन्छु 2000 खल्तीमा क्यास छ अनि तिमीहरूले तिर्नु बाँकी छ कसैलाई 2500 त्यो 2 4500 के भयो तिमीहरूको हो
बुझ्यौ कुरो हो ल अब यो जति चाहिँ तिमीले बुझ्नुपर्ने के दुईटा कुरा एकदम सुन यो म ट्रान्जेक्सन हेर्छु एसेट्स भनेको के रहेछ क्यापिटल प्लस लाइबिलिटिज बराबर के हुँदो रहेछ एसेट्स हुँदो रहेछ कुरो क्लियर है एसेट्स भनेको के रहेछ क्यापिटल प्लस लाइबिलिटिज बराबर के रहेछ एसेट्स रहेछ अब बुझ्नु सजिलो हुन्छ अब बुदामा जाउँ हामी बिस्तारै ल अब यहाँ एउटा न्युमेरिकल हेरौँ न न्युमेरिकलबाट बुझाउन सजिलो हुन्छ क्या यो थ्योरी तिमीहरूले यस्तो स्टडी गर्नु ल सुन नम्बर 1 को इक्जाम्पल हेर्नु ल मिस्टर दिनेश स्टार्ट अ बिजनेस विथ स्टक अफ गुड्स उसँग 2 लाखको चाहिँ गुड्स रहेछ क्या ब्याङ्क ब्यालेन्स कति रहेछ उसँग 3 लाख दिनेशले बिजनेस स्टार्ट गर्यो कसरी स्टार्ट गर्यो भन्दा 2 लाखको उसँग स्टक रहेछ स्टक गुड्स भनेको के हो थाहा छ स्टक गुड्स स्टक छ भन्नुको मतलब के हो थाहा भयो सामान कहाँ छ उसँग छ क्या स्टक जस्तो हामीसँग आलु छ नि त हामीसँग स्टक छ नि त सपोज आलु पकौडा बनाऊ भने हामीले बजार गएर होइन हामीसँग भएको आलु लिएर पनि बनाउँछौँ नि त अलिकति त्यो कुरामा क्लियर हुनु पर्यो है ओके अनि उसँग ब्याङ्क ब्यालेन्स कति रहेछ उसको 3 लाख उसँग ब्याङ्कमा अब तिम्रो ओभरअल टोटल उसँगको एसेट्स कति भयो कसरी 5,005 लाख कसरी त्यो नबोल कसरी भन् यो उसले गुड्स 2 लाख उसमा गुड्स 2 लाखको छ अनि ब्याङ्कमा 3 लाख छ टोटल 5 लाख हो अकाउन्टिङ इक्वेसनको फर्मुला के मैले अघि भनेको थिएँ यो फर्मुला के हो भन्दा एसेट्स क्यापिटल प्लस लायबिलिटी हो यो कुरा चाहिँ नभुल्नु ल त्यो फर्मुला बुझिराखे सजिलो भयो नि त अब सुन यसको अब यहाँ यो फर्मेट तिमीलाई आउँछ यो आउँछ होइन फर्मेट चाहिँ हेर्नु ल अब सुन यहाँ दिनेश स्टार्टेड बिजनेस विथ स्टक एन्ड गुड्स अब यसको दुईटा तिमीले एसेट्समा कति आउनु पर्यो यसको एमाउन्ट एसेटमा 5 लाख आउनु पर्यो होइन 5 लाख आउनु पर्यो एसेट्समा 5 लाख लाग्नु पर्यो होइन तर अब क्यापिटलमा कति आउने भयो कसरी कसरी हो त्यही त हो यस मिलाएर बराबर हुने होइन थाहा पाऊ तिमीले एसेट्स पनि उसँग चाहिँ भएको गुड्स 2 लाख कहीँ जाँदैन अन्त 2 लाख पनि एसेट्स हो उसको अर्को के हो 3 लाख पनि उसको ब्याङ्क ब्यालेन्स पनि एसेट्स हो त्यसैले इक्वल भयो बुझ्यो कुरो यसलाई लायबिलिटिज छैन अब नम्बर 2 पर्चेज गुड्स फ्रम केशव 40,000 एन्ड पेड 25 अब पालो आयो मैले अहिले पार्टिसियली भने के भनेको थिएँ अस्ति पार्टिसियली भने के भनेको थिएँ घरमा हामी पार्टिसन हाल्छौँ भने के भनेको थिएँ आधा के आधा तिरो कति तिरो होला आधा भने कति भाग तिरो होला भने पार्टिसियनले तिरो भन्नुको मतलब आधा तिरो भन्ने बुझ्ने फेरि मैले अस्ति भने चाहिँ फेरि भुल्यो भने गालामा हानि पाउँछ है बुझ्यो कि होइन पार्टिसियल के अरे पार्टिसियल भने हो टोटल एमाउन्टको आधा पे गरेछ भन्ने बुझ्नु पर्यो लट्ठी पनि लगाइराख्नु पर्ने छ यहाँ अब भुल्नु भएन मैले अनि त्यत्रो तिमीले पार्टिसियली भने लेखेँ खै कहाँ छ नि लेखेँ अनि किन लेखेँ त पेट अनि मैले भने ती बुझाएर त टक्क लेख्नु पर्यो नि त यो लेखिहाल्नु न घर गएर उता गर एउटा नोट बनाउने क्या मिनिङहरूको है ल सुन अब गुड्स कतिमा पर्चेस गर्यो 40 मा पर्चेस गर्यो तिरो कति 50,000 कति रे यो कति रे 15,000 कति रे यो 25 कति हुन्छ अनि 15 किन भन्छस् त कन्फ्युज नभए केटा हो ल सुन अब गुड्स पर्चेस गर्यो केशवले 40,000 को खर्च अब तिमीले भन मलाई यसको इक्वेसन कसरी हुन्छ यसमा यसको लायबिलिटिजमा कति पैसा जाने भयो टोटल एसेट्स 40 लाख हुने भयो 40,000 हुने भयो होइन अनि लायबिलिटी क्यापिटलमा कति 25,000 लायबिलिटिजमा कसरी अझ फेरि त्यो त ठिक छ तर तिर्नु बाँकी छ भन्नु पर्यो
त्यो बराबर बनाउन थाल्यो भने त फेरि हिसाब बिग्रेला 15,000 तिर्न बाँकी छ। हो त्यो लाइबिलिटिज हो त्यो दुइटै उसको सम्पत्ति हो कि होइन हो ल थाहा पायो डन अब अर्को आयो क्यास डिपोजिट इन्टु ब्याङ्क अब पालो आयो ल यसको कहाँ लेख्छौ तिमीहरूले डिपोजिट इन्टु ब्याङ्क भनेपछि क्यास डिपोजिट इन्टु ब्याङ्क एसेट 20,000 एसेट एसिस बन एसेट होइन एसेट 20,000 प्लस कहाँ लाग्छ अन्त लाइबिलिटी कसरी किनकि त्यो हेर हेर्न डिपोजिट गर्यो क्या क्यास डिपोजिट गर्यो लाइबिलिटी कसरी भयो त तेरोमा त क्यास गयो क्यास जम्मा भयो क्या ब्याङ्क खातामा त्यो तिर्नु पर्दैन क्या कसैलाई बुझेनौ नतिर्नु पर्ने तिम्रो आफ्नो खातामा जम्मा भयो क्या त्यो तिर्नु पर्ने भइदियो नि त तेरो त्यसो भए के भयो तेरो क्यापिटल हो बुझ्यो ल ठिक छ क्यास डिपोजिट इन्टु ब्याङ्क कति गर्यो 20,000 है त अब फेरि 20,000 मा माथिको कुरा पनि पहिला पनि कति छ भन त माथि माथि पहिला कति तिरेछ पहिला कति छ ब्याङ्कमा 3 लाख अब फेरि 20 जम्मा गर्यो क्या त्यही मान्छेको खाता हो क्या सबै यो त्यो एकजनाकै खाता हो क्या सबै बुझ्यो कि नै हो ल अब अर्को गुड्स सोल्स अन क्रेडिट 28,000 को के गर्यो सामान बेच्यो कतिबाट टोटल सामान कति छ हामीसँग 2 लाख छ 2 लाखको सामान छ त्यो मध्ये कतिमा कति बेच्यो उसले 28,000 मा तर क्रेडिटमा बेच्यो क्या उधारोमा बेच्यो बुझ्यो हो ल यो सबै कुराहरू बिस्तारै बिस्तारै होइन यी बुदाहरू पहिला तिमीहरूले नियम बुझेको बुझेन पहिला भन के रहेछ नियम हो बराबर हुनु पर्यो फेरि त्यो बराबर हुनु पर्यो मात्रै बुझेर मात्रै भएन फेरि त्यो हिसाब क्लियर बुझ्ने पहिला त्यो अनुसार अगाडि बढ्ने ल हामी एउटा दुईवटा अब क्वेसनमा जाउँ ल अब कहाँ छ क्वेसनहरू यहीँ पो छ त है तिमीले कति गरेर मलाई भोलि सब गरेर आउनुपर्छ ल नम्बर 1 है यसले हेर्छु मात्रै तिमीहरूले चाहिँ आजसँग चाहिँ यहाँसम्म 8 नम्बरसम्म गर ल म आउँछु एकछिनपछि हेर्न है ल बिजनेस स्टार्ट विथ क्यास क्याशमा बिजनेस स्टार्ट गरौँ हैन के भने यसले क्याशमा बिजनेस अब यसको इक्वेसन के भने भयो एसेट्समा 1 लाख प्लस क्यापिटलमा पनि 1 लाख लाइबिलिटिजमा 0 है अब सुन गुड पर्चेस फर 10,000 गुड्स पर्चेस यसमा चाहिँ क्वेसन साइलेन्ट छ थाहा पाइराख्ने फेरि क्यासमा किने रहेछ भन्ने बुझ्ने है सुन गुड पर्चेस फर आरएस 10,000 यो कहाँ जाने भयो दुईटै है अनि गुड सोल्ड फर 5,000 मा सामान बेच्यो कहाँ जाने भयो हो पेड सेलरी यो कहाँ जाने भयो यसको लाइबिलिटीमा 0 हुने भयो हो ल यो एउटा अब यो अर्को ल लास्ट 8 नम्बर हेरौँ ल यो त यतिसम्म गर ल तिमीहरू 8 नम्बरमा के भनेको छ हेर बिजनेस स्टार्ट विथ क्यास 10,000 प्लस ब्याङ्क 60,000 60,000 ब्याङ्कमा जम्मा गर्यो 10,000 क्यासबाट सुरु गर्यो भन्ने भयो क्या बिजनेस स्टार्ट गर्यो अब के हुने भयो एसिसमा कति थाल्छ जाने भयो 10 प्लस 60 दुईटै जान्छ अनि हो त क्यास र ब्याङ्क दुईटै जाने भयो क्या अनि पर 70 कहाँ जाने भयो अब क्यापिटलमा जाने भयो बुझ्यो दुईटा चाहिँ एसिसमा आयो बुझ्यो अनि दुईटै क्यापिटल कहाँको दुईटै राख्ने क्यापिटल दुईटै क्यास हो नि त क्यास 10,000 भयो प्लस ब्याङ्क 60,000 भयो क्या अब अर्को डिप्रिसिएसन अन मेसिनरीमा डिप्रिसिएसन काट्यो क्या मेसिनरी भने सामान छ नि त्यसमा चाहिँ 10,000 काट्यो क्या अब घट्यो क्या 10,000 घट्यो तिमीहरूकोबाट हो घट्यो क्या घटेपछि के भयो एसएस प्लस क्यापिटलमा गयो अब अर्कोमा जाऊ हो 10 राख्ने है तिमीहरूकोबाट गएको हो नि त डेप्टर्स अफ आरएच 4,000 ऋण अफ ब्याड डेप हो अब ऋण उठ्नु बाँकी छ क्या त्यो कुरा दिनु बाँकी होइन उठ्नु बाँकी छ भने तिम्रो सम्पत्ति हो नि त तिमीहरूले दिनु बाँकी होइन क्या त्यो लाइबिलिटी दिनु बाँकी होइन भन्दैछ म त उठ्नु बाँकी हो क्या त्यो आफ्नो तिम्रो सम्पत्ति हो क्या त्यो हो दुईटै यतातिर आयो गुडविल रिटर्न अफ
गुडविल भनेको ख्यातिमा ख्याति गुडविल भनेको ब्रान्डमा अलिकति डिप्रिसिएसन भयो होला क्या काट्यो होला 8,000 त्यो पनि कहाँ आयो क्यापिटल र लायबिलिटी 0 बुझ्यो टक्क हेर्ने बुझाहरू केही बुझेन भने फ्याक्ट फेरि सोध्ने तिमीले आजको क्लासबाट 2-3 कुरा एकाउन्टिङ इक्वेसन भने बुझ्यो यसको फर्मुला के अरे एसेट इक्वल्स टु क्यापिटल प्लस लायबिलिटी क्यापिटललाई चाहिँ ओनर इक्विटी पनि भन्छ र ओनर इक्विटी भनेको सपोज तिमीहरूलाई जस्तो नेपाल सरकारले यो विभिन्न कम्पनीहरूले चाहिँ सेयर निष्कासन गर्छ नि त्यसमा चाहिँ सबै 100% को सेयर निष्कासन गर्दैन क्या केही सेयर आधा पर्सेन्टको निकाल्छ कति पर्सेन्ट होला त्यो पर्सेन्ट भने चाहिँ ओनर इक्विटी भनेको बाँकी रहेको सेयर निष्कासन नगरेको भयो होइन बाँकी जो निकाले हुन्छ त्यो चाहिँ ओनर इक्विटी भएन हो त्यो कुरा थाहा पाइराख्नु ल एसेट्स भनेको लायबिलिटिज प्लस क्यापिटल हो भन्ने थाहा पाइराख्नु अनि जहिले पनि त दुईटी साइडको बराबर हुनु पर्यो भन्ने थाहा पाइराख्नु फर्मेट थाहा छ भने हिसाब गर्न सकिन्छ तिमीले के गर्नु पर्यो आज 8 सम्म गर्नु पर्यो भोलि यो सबै सकेर मलाई देखाउनु पर्यो 1 देखि यहाँसम्म बुझ्यो ल यति नै गरौँ ल तैँले क्या बुझी भन् अर्को के छ सोध्ने लायबिलिटिज र लायबिलिटिज एसेट इक्वल टु क्यापिटल प्लस लायबिलिटिज जहिले बराबर छ अनि चाहिँ हो त्यो हेर्ने ल भन्नु के बुझे त्यति हो त्यति बुझेपछि भइहाल्छ त्यो हेर्दाखेरि हिसाब पढ्दाखेरि एकदम ध्यान दिने यो हो अनि कलमले नलेख है यो किताबमा पेन्सिल मात्रै युज गर ब्याट्री त भनेको थिएँ मैले बिहान खराब प्रिन्ट उठ्नु बाँकी छैन सेल्स रिटर्नको यो डबल एमा डबल छ नि त ए डबल हुनु भने एक सेयर क्यास र सेल्स ए नम्बर 1 को तीनटा हुनुपर्ने होइन यसको गुड कस्टिङ 18,000 को सामान थियो बुझ्यौ कतिमा बेच्यो 20,000 मा बेच्यो क्या 20,000 को मात्रै बनाइदियो होला किनभने प्रफिटको मात्रै बनाइरहेछ क्या प्रफिट एन्ड लसको मात्रै प्रफिटको मात्रै बनाए लसको तल अर्को बना होला क्या को ए नम्बर 1 मा गुड कस्टिङ 18,000 को थियो ल अब क्यास कति आयो भने त क्यास एकाउन्ट के भयो डेबिट भयो अनि गुड्स गयो होइन सेल्स एकाउन्ट क्रेडिट भयो नि त 2020 बुझ्यो 18 त 18 पढाएको थियो 20 मा बेच्यो भन्ने सामान 18 मा आयो 18 मा आएको सामानको मतलबै देखाएन कि यसमा चाहिँ 20 मा बेच्यो प्रफिट आयो कि लस मात्रै हेर्नु खोजेको कि यसले बुझिनस् प्रफिट आयो कि लस मात्रै हेर्नु खोजिरहेको छ कि 20 मा कतिमा किन्नुलाई मतलब छैन यसमा यो हिसाबमा प्रफिट आयो कि लस मात्रै हेर्नु खोजिरहेको तैँले सही बोल्यो गुड सही आकलन गरे तिमीहरूले तर के गर्यो यो हिसाबमा टपिक नै हेर्न सेल्स एन्ड प्रफिट एन्ड लस मात्रै हेर्नु खोजिरहेछ नि त यदि अर्को थियो भने तैँले भने चाहिँ 18 मा किन्यो फेरि 2000 एकाउन्ट पर्यो यसमा चाहिँ तिमीलाई सजिलो तरिकाले बुझाउनु मात्रै खोजेको क्या यसमा अब हेर त गुड कस्टिङ कति भयो 23,000 मा किन्यो कतिमा बेच्यो अब कति कति देखाएछ त्यो कतिमा देखायो होला 22 मात्रै देखायो होला यसको मतलब चाहिँ नि क्या लस अब अर्को हेर गुड कस्टिङ 18,000 थियो कतिमा बेच्यो 18 मा यसको 18 देखायो